सबैजनालाई सन्चै आरामै हुन्छ ल। म सुशील ढकाललाई स्वागत गर्छु हजुरलाई मेरो यो भिडियोमा। अहिले राइट नाउ म हालफिलहाल बर्दुबईमा आएको हुँ। हजुरले यहाँ सिन हेर्न सक्नुहुन्छ। अब मेन बर्दुबई भनेको चाहिँ दुबईमा अब के भनौँ, रातिको बेला आउनुभयो भने फेरि अलग्गै छ बर्दुबई, बिहान आउनु भने फेरि छुट्टै छ के। यहाँको नाइट लाइफ फेरि अलि थमेल जस्तै छ भनौँ न, त्यस्तो त नभनौँ त ठिकै छ। अब यसो चिसो पनि भइरहेको यार, यसो ज्याकेट ल्याउनु पर्ने हो। अनि सबैजना सन्चै आरामै हुन्छ होला हजुर। के कहाँ यहाँ हामी यहाँ वासरुम खोज्न आएको, वासरुममै भेटेको छैन। खै यहाँ छैन त, यहाँ छैन त छ तर त्यो आई थिङ्क वुमेनको मात्रै छ, आरटी स्टाफ भनेर मात्रै छ कि त्यहाँ। जाम अगाडि यता त हेरौँ न, यसो मार्केटतिर जाऊँ न बरु हुन्न। ए बर्दुबईको सिनहरू हेर्नु हजुरले, क्या रमाइलो छ, राम्रो छ यहाँ हुन त। अब कसैको परिवारको कोही पनि मान्छेहरू हराउनु भयो, केही पनि भएको छ भने यो मेरो भिडियोमा हेर्नु होला, यसो खोज्नु होला, पाउनु भयो भने बर्दुबईमा आएर लिएर जानु होला है। यताहरू मान्छे यस्तै नि हाम्रा ग्रुपहरू। के हुँदैछ यहाँ हजुर? घुम्दैछु ए ल ल ठिक छ ठिक छ। अनि कस्तो लाग्यो त बर्दुबई? यहाँ यो बोटहरू हजुर हेर्न सक्नुहुन्छ नि, बोट बर्दुबई ठिक छ तर अरूको जोडीहरू देखेर चाहिँ वाक्कलाई कसम यार भनेको यार। अब यसो के यहाँ यो हजुरले बोटहरू हेर्नुभयो भने यसमा चाहिँ हजुरले 1 दिरहम जति नेपाली 29-40 रुपियाँ जति दिएर चाहिँ हजुरहरू चढ्न सक्नुहुन्छ। यसो धेरै होइन, यहाँबाट जाने अनि उहाँतिर चाहिँ उता हाम्रो डेरा आउँछ, त्यहाँ डेरामा झर्ने हो क्या। यो हिसाबले ट्याक्सी जस्तै हो यो हाम्रो। अब हामी अघिबाट घुमिरहेछौँ के अरे, फोटो मात्रै युज गरिरहेछौँ। अब के खान पर्ला, भोक लागिरह। अनि कस्तो लागिरहेछ तिमीलाई? आउन सँगै आउन, कता हो तिमी? यो चाहिँ हाम्रो नेपाली मार्केट जस्तै हो, नेपालको छ भन्छौँ नि। अब खै सामान त्यस्तो खासै त्यस्तो त केही पनि देखिन्न यहाँ। पहली बार देखा है ऐसा, अजनबी न अजनबी के जैसा। गाह्रो छ यार अरूलाई हेर्ने, चित्त बुझाउने। तर कति धेरै हो कि तिमीले एउटा कुरा नोटिस गर्यो हो, धेरै थरी यो जस्तो हाम्रो यो नेपाली उसहरू छन् नि, दिदीबहिनीहरू दाजुबहिनीहरू कस्तो अरूसँग हिँडिरहेको नि यार। झन् हो गाह्रो छ जिन्दगी, यस्तै छ हजुर। यहाँ आएर चाहिँ केही पनि किन्न सक्नुहुन्छ। आमा 5 दिरहममा यार पर्सहरू। मेरो हुनेवाला फ्युचर गर्लफ्रेन्ड या बुढीलाई चाहिँ मैले यो किनिदिन सक्छु इफ तिमी मसँग पट्यो भने। सेम नेपाल जस्तै लाग्यो। के हो यस्तो हेर त, कस्तो दामी बास्ना आइरहेको यसबाट यार। यो मन्दिरको जस्तो के धुपबत्तीको जस्तो हुन त उक्का जस्तो लागिरहेको, चिनो जस्तो लागिरहेको मलाई त। हाम्रो केटाहरू उस होला नै फेरि हराउला नै हाम्रो केटाहरू। तर साउन्ड त राम्रो सस्तो सस्तो रहेछ यार, 5 दिरहममा हेर न। मलाई त यहाँ ट्याटु हान्न मन लाग्यो। अब ट्याटु सोक कता छ केही छ होइन मलाई। मेरो के गल्ती आफै ठोकेर गएको त्यो केटी। कहाँ गए मामाहरू, कहाँ हराए? कहाँ गए? हराउँछु नै फेरि केटा छुट्यो नि, यस्तै छ फेरि बिचल्ली हुन्छ यहाँ फेरि। पछि सबैजना रुममै गएर भेट हुन पर्ला फेरि। भोक लाग्छ तिमीलाई? लाहा भन है के खामला बरु जाडो यहाँ लस्तै उलाएर आएन। कस्तो यार ज्याकेट ल्याउनु पर्ने हो कि हामीले यार। आइरहेछ केटाहरू, आइरहन् ए हाम्रा केटाहरू। जाडोको भिडमा हजुरले एकदम राम्रो राम्रो मान्छे पनि हेर्न सक्नुहुन्छ है, विदेशका कुनै मान्छेहरू। अब काला पनि हेर्न सक्नुहुन्छ। जस्तो पनि मान्छे दुबईमा आएपछि तपाईँ जस्तो पनि मान्छे भेटिन्छन्। अब हामी जस्तो राम्रो मान्छे भेटिन भनेको त अब नसिबै खुल्नु हो कि नै भन त। राम्रो भन्ने त्यही हाँस्छन् बाटो नि हेर हो नि गाइज। हेर नहेर चाहिँ फेरि आँखाले फेरि मार्ला नि फेरि। त्यो हेरेर फेरि हामीले आएर कुट्दैन माटे फेरि उसलाई हेर्छ झन् यार। गाह्रो छ जिन्दगी, गाह्रो छ। कहाँतिर मन्दिर यतातिर अगाडि गएपछि मन्दिरहरू छ के। म पहिला पनि एकचोटि आएको थिएँ, म त्यतिखेर रातिको बेला आएको थिएँ। फेरि सुनसान के चस्मा कसका बच्चा बच्ची हरायो फेरि यहाँ। आफ्नो बच्चा बच्ची कहिले हुने हो थाहा छैन। हेर न हेर अलि छिटो गर हेर। यता त नेपालको जस्तै केटीहरू ए हेर है तिमीहरूको लागि लुगाहरू किन्न एकदम दामी दामी। कुर्ता सुरुवाल कुर्ता सुरुवाल हेर त, म कति टल्केको आमा। आखिर क्यों पल में यूं दीवाना मैं हो गया, तुम्हें जो मैंने देखा, तुम्हें जो मैंने जाना, तुम्हें जो मैंने देखा। तलक्कै टल्केर गयो नि त नानी त। नेपाल एयरप्लेन त छैन त्यहाँ। ए बुर्ज खलिफा छैन। अब यही किनेर नेपाल पुग्न पर्ला जस्तो लाग्छ यार। छैन यहाँ।
हेयर स्टाइल क्याम्सेड यार कुन यता यता दामी दामी जर्सी दामी दामी रहेछ सबै एउटाको ध्यान दियो 4 दिरम 5 दिरम 6 दिरम 10 दिरम 15 दिरम भन्दा खास महँगो ए 50 दिरम गर्ने रहेछ म्याटर देखियो यो त यहीँको मान्छेले लाउने हो नि त यो त बुर्खा हो यार बुर्खा त हामीले के लाएर हामी त मुभीहरूमा देखाउन हिरो त बुर्खा लाएर अरूहरूकोसँग हिरोइनसँग भेट्न जान्छन् नि हामी पनि बुर्खा लाएर टेलिभिजन दिने के म्याट्रोमा नि यता मुस्लिमहरूले लाउने जस्तो हेर्दा नानी हाँस्यो कि हाँस्यो म्याट्रो डर लाग्दो यार मुभीमा आउँछ नि कता गयो हाम्रो मामाश्री पछाडि लास्टमा हुन्छ क्या हो हामी भिडियो बनाउँदा बनाउँदा हराइएलाई फेरि मन्दिर जाने भन्यो तर यो मलाई मन्दिरको साँच्चै करेक्ट मलाई बाटो थाहा छैन कताबाट यतै कहीँदेखि हो कि यतै कहीँबाट जानुपर्छ सोध्दै सोध्दै हिँड न कस्तो हेर त भिडियो हल्लाइदिएको काठमाडौँ जस्तो भाइबा हुन्छ यार यहाँ त यार भित्र देख्दाखेरि यार लुक पनि खतरा छ के कसको तिम्रो ए यता हो यहाँ मन्दिरै अगाडि यहाँ यो मन्दिरै हजुरहरूले हेर्न सक्नुहुन्छ हामी एकदम धार्मिक मान्छे पूजा गर्ने मान्छेहरू अब मन्दिर जाँदै मन्दिर गएर फेरि मान्छे मासु खान जान्छ फेरि कस्तो खाने तिमी यार टक्क यो यो देख्नुभयो नि यो टक्क मस्जिदको यो मस्जिद पनि हो नि लाइक सँगै मन्दिर पनि छ क्या एकदम नै यो अगाडि तिमी देख्यौ नि यो मस्जिद हो होइन यसो टक्क यहाँभित्र पसेपछि यो मन्दिर छ कि नेपाली मन्दिर छ कोही पनि आउनु चाहनुहुन्छ भने म लोकेसन हालिदिन्छु टक्क भयो यहाँ लेखिदिन्छु स्क्रिनमा हजुर आउन सक्नुहुन्छ अस्ति पनि आएको थिएँ म त्यतिखेर बन्द थियो कि यहाँ मन्दिर फेरि कसो यार ज्याकेट लिएर आउनुपर्ने चाहिँ जाडो जाडो भइरहेको यार के यहाँ त लोडिङ सोडिङ गरिदिएछ नि त मन्दिरमा आइसक्यो यो टक्क हजुर देख्न सक्नुहुन्छ यहाँ माथि मन्दिर हो है हाम्रो कृष्ण भगवान्को मन्दिर हो हेर्नु हजुरले हेर्न सक्नुहुन्छ यहाँ अहिले फेरि यति बेला बन्द रहेछ कि 5 बजेपछि खुल्छ अरे बिहान बिहान फेरि मन्दिर यही हो कि उहाँ हेर श्रीकृष्ण टेम्पल उहाँ लेखेको नि उहाँ त्यो गोल्डन उसमा बोर्डमा अहिले यसो रहेछ कि एकदम बिहान र अनि पछि उस खुल्ने रहेछ कि 5 ए बसौँ यता आउन यता यहाँ भित्र पनि छ कि ठाउँ अहिले बन्द रहेछ ब्यारिकेसन हजुरले हेर्न सक्नुहुन्छ यहाँ भित्र पनि ठाउँहरू छ यहाँ बर्दुमा टक्कहरू कृष्ण टेम्पल छ यहाँ हजुर आउन सक्नुहुन्छ यहाँ आएर पूजा गर्न सक्नुहुन्छ बट यसको ओपनिङ टाइम चाहिँ बेलुका चाहिँ 5 बजीतिर अनि हजुरको बिहान चाहिँ अब भनौँ न बिहान बिहान ओपन हुन्छ त्यस्तै अरू बेला बन्द हुँदैछ क्या हेर्दै जानु राम्रो ठाउँहरू राम्रो राम्रो अब यहाँ अस्ति पनि म आएको थिएँ साथीसँग आएको थिएँ है सन्देश भन्ने साथी खान अब उषा आएको हेर्नु त कता हो कस्तो उस जस्तो भाइब आउने कि नेपालमा काठमाडौँको उस जस्तो फिल आउने कि यहाँको भित्र पस्दाखेरि चाहिँ हेर्दै जानु अस्ति कहाँ आएको थिएँ यार म साथीसँग यहीँ आए जस्तो मैले मानेको थिएँ यहाँ ठाउँ फेरि एकदम सानो हो क्या हाई कति साङ्ग्रो गलियो फेरि कस्तो उस्तो बल्ल बाहिर आइरहेको क्या हामी जस्तो हुन्छ नि कुनै युरोप कन्ट्रीहरूमा हुन्न के फेरि त आमा यता जानुपर्ने हो कि खासमा यतै जानुपर्ने हामी पनि मामा यता जाने कि आउन केटा हो अलि छिटो हो पिसा भयो त्यो यहाँ पिसाको कुरा नगर है हाम्रो अगाडि अहिले हामी निक्लिँदैछौँ यहाँ समुद्र हजुर देख्न सक्नुहुन्छ हल्का भिडियोमा कम्प्रोमाइज गर्नु होला किनकि भिडियो खासै राम्रो छैन कि फेरि समुद्रतिर आएछौँ हामी आहा नि यस्तो भाइ अब नेपालमा यस्तो कहाँ हेर्न पाइन्छ अब हामी अब नेपालबाट यही हेर्नको लागि त यहीँ त आएको हो नि बरुवाहरू के खादियो हजुरहरूले हेर्दा हामीले यस्तो क्यामेरा के सदाएको त यहाँ भागिदिने यार यहाँ लाग्न पर्यो यसो अब वसुम यार पिसाबले मस्त च्यापिरह अब कहीँ जान पऱ्यो कि यहाँ यार अब यसो मोमो सोमो केही अब भनौँ न फेरि बर्दुबईमा नेपाली होटल यति राम्रा यति राम्रो राम्रो खानेकुराहरू पाइन्छ नि हजुरको झोल मोमोहरू हजुरको अब चाउमिन बफ त म खान्न त्यस्तो तर पनि यसो भनिदिनु न खान्न त नभनौँ अब खाइहालिन्छ अब खानेकुरा हो के अरे अब छोड्न हुन्न खानेकुरा केही पनि है अब यहाँ जान पऱ्यो खै केटाहरू कता हरायो हाम्रो केटाहरू त फेरि म फेरि एक्लै भिडियो बनाउँछ कारण म फेरि हराउँछु जस्तो लागिसक्यो यार हेर त केटा हेर त
कति राम्रो राम्रो भ्यू छ है ला अब आम्मामामा के गर्ने होला कसो ल हामी अहिले यति बेला रेस्टुरेन्ट खोज्दैछौँ अब रेस्टुरेन्ट अब यहाँ नो पब्लिक वासरुम त्यस्तो होइन क्या यार पब्लिक वासरुम छैन कि हेर न यहाँ फेरि त्यो सबै ग्रोसरीहरू हो यताउता के गर्ने कता जाने के खाने बेलुका रेस्टुरेन्टमा खाइदिउँ न यार यसो केही दामी कुराहरू चाउमिन मोमो सुकुटी के अरे केटाहरू ए तिमीले म त खाइसकेको मजाले त्यो त मुख त्यस्तै हो त टोक्ने तिम्रो भाडाको ओइमा नयाँ हो के हो फोन खुल्यो क्या लक्की ड्रो लक्की ड्रो जति हाने पनि हामी अलग्गी मान्छेले केही पर्नेवाला छैन यार यहाँ मोस्टली हेरौँ न यहाँ धेरैतिर नेपालीहरू बस्छन् कि यहाँ नेपालीहरू यत्तिकै चिनिन्छ के नेपालीहरू न त अदर कन्ट्रीहरूका मान्छेहरू तर भाइ यो बर्दुबईमा छ अबुधाबी साइड जानु भयो भने नेपाली भने कस्तो उसको मायाले बोल्छन् कि तर यता यता यो दुबईको कति ठाउँहरूमा यस्तो छ कि नेपाली भनेपछि कस्तो उसको अलग्गै तरिकाले बोल्छन् कि हिंदी बोल सकता हूँ ना इसमें ना हाँ हाँ आप हिंदी बात कीजिए क्या टेंशन है भाई ऐसे बोलेगा ठीक है तुम चलते रहो तुम डायलॉग मारते रहो तो बोलेगा हम लोग 5 आदमी आया सिंगल आया ठीक है ना आप लोग के पास गर्लफ्रेंड नहीं है दारू आया हम लोग अनि त्यो ए भनेपछि के हो भनेपछि तिमीलाई गर्लफ्रेन्ड चाहियो बाबु राजा हामी पनि त्यही हामी पनि त्यही आसमा छौँ क्या हेर सक्नुहुन्छ हजुरले कति राम्रो महल छ यतातिर है महल बढिरह खै म पनि जाम कि यतै ल ह्याप्पी क्रिसमस है क्रिसमस ह्याप्पी क्रिसमस आई थिङ्क यतातिर कहाँ थियो के म अस्ति नै आएको थिएँ मलाई याद छैन उता यो हाम्रो यो के अरे यो नेपाली होटेल यता छ कि मामा हामी यता क्रस गरेर उता गयौँ भने त्यहाँतिर कुन यो निशान चक निशान चक लास्टै एउटा लाग्छ ए डान्स हान्नु ल मुन्नी बदना मुही डार्लिङ ये स्टार यार मार्केट यार यही है यार म बाद में बोल्छ हैन मेरो गर्लफ्रेन्ड भुलाइसक्यो हिँड्न न खोज्नको लागि हो तिमीहरुको म भन्छु त्यसलाई यो भिडियो बन्द गर यसो गर तिमी अगाडि बढाऊ हैन त्यहाँडा हो अनि हजुरलाई मैले कहीँ देखेँ चिने जस्तो मागेको थिएँ हजुर एकदम ठुलो टिकटक सेलिब्रिटी त होइन भन होइन अनि मलाई हो अनि के हेल्प चाहिन्छ भन यसरी भन होइन अनि मैले भन्छु तिमीले भनेको मलाई हेल्प चाहिन्छ भनेर अनि के हेल्प चाहिन्छ तिमीलाई म सोध्छु मेरो गर्लफ्रेन्ड हरा भनेर यसरी मलाई भन न बर्दुबईमा तर बर्दुबई भनेको ठाउँ यस्तो हो कि जस्तो तिम्रो नेपालीहरू नेपालको जो पनि हराएका मान्छेहरू जो हुन न सम्पर्कमा जो मान्छेहरू छैनन् नि बर्दुबई राति आऊ बाटो नि कहाँ कुना कहाँ छ भेटिन्छ कन्फर्म हो यहाँ आइफोन सस्तो दिन्छ नि ऊ यहाँ सस्तो दिन्छ नि ऊ यसमा ओप्पो आइफोन के दाइ पहिला चाउमिन खाऊ न यार तिमीले लाउ जाम न त्यतै जान लाग्यो कि हामी यताबाट यो हो यो छ नि यो क्रिक भ्यू भन्ने यहीँ आउँछ नि यो बिटेनहरू यो कन्सर्टहरू सबै यहीँ हुन्छ नि यो बर्दुबईको मेन ठाउँ हो क्लबहरू मस्त यहाँ दामी क्लब छ भित्र तर म होइन म त सुनेको मात्रै हो सुनेको भनौँ धेरै के भनौँ ल वहीँ गर उस गरौँ है भाइरल छन् के अब मलाई त्यो नाम त करेक्ट थाहा छैन उसको रेस्टुरेन्ट यहीँ हो कि नेपाली रेस्टुरेन्ट यहीँ छ कि धेरै त अब तिम्रो त्यो एजेन्टहरूको के अरे यहीँ हो कि कता हो खै त गेमको उसको आँखा खेल्ने उतै छ न यहीँबाट हो कि यहीँ छ रेस्टुरेन्ट यहीँ हो मलाई नाम याद आएन कि यहीँ छ के नाम हो त्यो हुनसक्छ हो त्यहाँ तर बर्दुबईमा राम्रो हो जे भन्यो भने बस्दा बस्दा सबै अब हजुर यहाँ भने तपाईँलाई के गर्न मतलब कुन हो कि यहाँ रोका एउटा छ कि नेपालीहरूकै हो साँच्चैमा हामी त्यो दिन बसेको थियौँ कि दाइर हामी आएको थियौँ त्यो दिनमा गाडी घुमाउँदा हामी हराएको यार यही हो के स्वागतम भन्ने यही हो कान्तिपुर यही हो कान्तिपुर यही हो जाम बस्ने भन्ने क्या रेस्टुरेन्ट फेरि भिड के यहाँ पनि बस्न मिल्छ अस्ति नै म यहाँ थिएँ कि यहाँ तिमी देख्यौ नि उतातिर म उता साइडमा उता बसेको थिएँ चेयर हालेर अन्नै गुल्टिनामा आएर नि 3 बजीतिर रातिको 3 बजीसम्म यहीँ थियौँ कि हामी अब यसो गरौँ न उता पार्कतिर जाऊँ यसो बस्ने ठाउँ हेरौँ त्यहीँ बसेर खाऊँ कि है यहीँ बसेर खाने यहाँ अरूहरूकोमा दिन्छ गाह्रो हुन्छ झ्याउ हुन्छ कि फेरि अरूहरूमा
फेरि ल्याङ गऱ्यो भने फेरि आएर झ्याउ हुन्छ कि हामीलाई पनि चस्मा लाएर केही देखेन सबै अँध्यारो उनीहरू कालो मात्रै देख्यो तर मैले फेरि यस्तो कुराहरू देख्न छोड्दिनँ कि फेरि कहाँ चेयरमै खायो होला नि ल बस्यौँ त्यही बस्यौँ खालि मैले कसले आएर कि भन्यो नि हेरौँ ल भिडियो बन्दै कोही कोही सुतिरहेको यहाँ यहीँ उस गरौँ है यहीँ बस्यौँ कसले के भन्ला र अब आफ्नो उस होइन के कसले गर्छ र बस्यौँ केटा कसैले के भन्यो भने त म त चिन्दिनँ म त गुङ्गा आउँ गरिदिन्छु म त भगवान् कसो यहीँ बस्यौँ त कसैले केही भन्दैन आफ्नो है खाली बसेको थियो खाली कोही पनि थिएन हामी उस गर्ने तर राति चाहिँ यहाँ फुल हुन्छ नि फेरि ल अब खाना बनाउनु पर्ला नि हाइट यस्तो छ अल्छी लागिसक्यो यार कति छिटो अल्छी लाग्छ यार निकाल खोलाउ न केटा हौ पल्टनबाट कहिले आउँछौ सानो ल खामेर बसिसु घरमा भिडियो मन नपरे पनि यसो लाइक त गरिदिनु न हौ कस्तो लाग्यो त मोमो आमामा खाँदा झन् भ्याइने बेला उठ्नु पऱ्यो यार के भयो केटा भन्थ्यौ त के भयो भने आखिरमा हामी खाइरहेको थियौँ है मस्त खाइरहेको थियौँ अब अरू कसैको उस है टेबलहरू उसको रेस्टुरेन्टको हामी नबसी नसोधिकन यति गरेर खाइदिएर आफ्नो सामानहरू बाहिरबाट आउटसाइड फुड आएर भन्छ यार धन्न सकिने बेला आएर भन्यो है त्यतिखेर खाँदा खाँदा मार्ने कसै सस पकाइदिन्छ कसै चटनी पकाइदिन्छ भाग्न पर्थ्यो यार यही हो बढ्दुबे हेर गाइस अब यसो पार्कतिर टक्कै यसको उता पारि पार्क छ यो अगाडि पार्क हो अब हामी घरतिर फर्किनु पऱ्यो झ्याउ लगाइसक्यो घुम्नु भन्दा पहिला त जोस आउँछ लास्टमा फेरि फर्किने बेला फेरि यस्तो औडा लाग्छ यार यता पार्क छ कि उ त्यहाँ ऊ यताबाट गयो नि हुन्छ त्यहाँ टक्क पार्कको बिचमा पसिन्छ पानीको त ब्यागमा राख्यो धन्न यार बरु हामी के तर हामी के उस गर्नुपर्ने हो कि खासमा के भन्छ अरे त्यही पार्कमा आएर बसेर मस्त खानुपर्ने हो कि त्यो माटो बेकारमा आएर बोल्छ यार कराउँछ यार भन्छ ब्रो दिस इज अवर बिजनेस डोन्ट अलाउड आउटसाइड फुड हियर बिजनेस इज नट अलाउड आउटसाइड फुड भन्छ क्या अरे ए खालि बल्ली भाइ को माटो नि खाइरहेको नि होइन भइरहेको खाइरहनु दबाइरहनु माटो नि एयरप्लेन देख्न सक्नुहुन्छ होला जुम पनि हुन्छ र जान लाग्यो बन्द रहेछ यार फेरि यार ए के हो पानी पनि यस्तो छ यार के यता बन्द रहेछ मामा यो थाहा छ यो अर्गानिक भन्छ के यहाँको लागि अर्गानिक पानी ल चल्ला नि फेरि अर्गानिक पानीले फेरि झमझम पार्ला मा डिउ हालेर बस्छ नि केटाहरूले ए कडा कोदो कडा त यता अगाडि छन् म त कडा हेर्नु नि त हेर्न सक्नुहुन्छ अगाडि बिल्डिङ कति राम्रो राम्रो छन् के लोकल खै कस्तो यहाँ बिच बाटोको ठाउँ यहाँ त फेरि कतिखेर कहाँ बाटो बन्द हुन्छ कहाँ के काम चल्छ थाहै हुँदैन यार घाम टक्कै आँखामा टल्के यार मैले आफूलाई भने नि यो अर्गानिक वाटर भने नि यो रेड बुल हो रेड बुल हो हातमा डिउ देखियो त यहाँ त रेड बुल हो के त्यो मेरो स्टाइलले हामी पनि यसरी बसेर बस्न पर्ने हो कि खासमा इज्जत भयो यार ओ तिम्रो भाजी यहीँ पाइन्छ भाजी यहीँ पाइन्छ भाजी चटपटे यसले भान्जा भन्छ ए भान्जा जाऊ लिएर आउन त दिन हो मात्र 10 उसको 10 दिरमको जाऊ लिएर आउन खाइदिने हो जाऊ के उता पाइन्न फेरि जहाँ गए त्यही बन्द यार के हो देखाउन लागि म बनाएको हो क्या घुम्नै नदिने यार झ्याउ लाग्ने किन बन्द छ कि आज यो ओ जाऊ न तिमी भाजी लिन के भाजी चटपट के भान्जी भान्जी नि हो न भान्जी भाउजू भान्जी होइन भाउजू भाउजू लिएर आउँछ लिएर आउनु त भाउजू कार्ड लिएर आउने हो होइन मेरो भाउजू भागिसक्यो होइन लड्का त थियो
अब भन्दैछ अरे देवरको साथ घुम्दैन अँ अर्को साथ पैसा छ तिमी गफ्नदैमा आँटे उता गरेर लिएर आऊ गएर हाँसको दाल जाऊ लिएर आऊ न यार धेरै मान्छे छ हेर लजाको नि जा जा तिमी लिएर म पैसा मैले त खुट्टा दुखिरहेको अहिले त यार लास्टै सिकन्दर सिकन्दर जाऊ चटपट लिएर आऊ आजा पहिला पूछ ले कैसे प्लेट है ठीक है ना 10 रुपए प्लेट दे वाले दिमाग टेक्नी बिच तो अंदर करिया चला तू खा देख ले जाती है हेर त लाइनहरु चटपट गरेर लाइनहरु त आम्मामामा हाइट पुग्दैन तर पनि यस्तो खुट्टा ठट्टा उस गरी के यसरी पुर्याख्नु उसलाई यस्तो गरी गरी के ओ जुत्ता फोरो त भएन कसलाई यता यता भित्र जान्थ्यो यता जान्थ्यो क्या हां यसो लाग्यो कि मलाई यो उसवाला के लोकल मान्छेहरुलाई देख्यो कहाँ लोकल मान्छे है तेरी फ्यामिलीहरुलाई केटालाई हैन हामीहरुको फेस उता मिल्दैन के यता मिलिरहेछ नि त फेरि केटालाई देखाइन है केटीहरुलाई दिइराखा कस्तो पापी हो यार उड्दिम के यसलाई देख ल यार त्यो बस्ने मान्छे ह देख ल को बस्ने मान्छे एन्ड वाइस में ए देखेर के हुन्न अघिसम्म लोकल उसँग त अहिले फेरि यहाँ खै के देखियो यसो हो के मामा हट्नु त मामा दुईजना हट्नु त साइडमा ओ लिएर आउन गर यार पानी छ झोलामा पानी छ कि तिमी ओ सिकन्दर गए ए पठाइ गएछ नि यार झोलै बोकेर गएको बिचार यार धेरै ब्याग बोकिराखन् तिनले यार हेरो गाइज हेरो आफ्नो परिवारका मान्छेहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड दाजु बहिनी अङ्कल आन्टी भाउजू नाता सम्बन्धी जो पनि हजुरले चाहनुहुन्छ सबै हजुरले देख्न सक्नुहुन्छ यो हाम्रो भिडियोमा बढ्दै भन्ने ठाउँ यस्तै हो राति मजा राति रमाइलो हुन्छ कि राति अस्ति 3 बजे के भयो भने उता हामी जुन गलबाट हामी पस्यौँ नि त्यहीँबाटै हो कि त्यहीँबाट उस गरेर आएको कि चाहे पङ्गल हान्छु नि ओए के तिमीले के अर्डर गर्लान् यार यता ग्यारेन्टी छैन के 10 रुपैयाँ पनि दिन्छ कहिले कहिले 15 रुपैयाँ पनि दिन्छ जी यार के अरे भान्जा हैन भाउजू तर भाउजूलाई अघिको मामा भन्दा खै मोमो भन्दा मिठो हो मोमोको पनि भिडियो बनाउनु पर्ने है खै चाख्नु त भाउजू आयो भाउजू भाउजू दामी रहेछ यार के भयो मन परेन क्या यता बस्नु छैन त्यो कहाँ बस्ने जहाँ चान्स मिल्छ त्यहीँ हो कि नेपालीले कहाँ चान्स छोड्छ र यार खाऊ न तर गर्लफ्रेन्डसँग बस्नु त उभिएर खाएको मजा यार टाइम छैन कि हामी ठुलो मान्छेहरूलाई त्यो क्लासमा आफ्नो नाम पढायो केटा हो राम्रो रहेछ टक्कै बढ्छ कुन त्यो मेट्रो स्टेसनबाट टक्कै इधर क्या है यस्तो भयो कि यो धेरै युज भएर हो कि पहिला मान्छे सुत्थ्यो कि यहाँ त्यस्तो हो मिठो यार जे भयो भने आहा कति राम्रो भ्यू आइरहेको है भोलि एडिट गरेर भोलि हाल्ने यो भिडियो हाल्ने माट्ने जस्तो भिडियो भने त्यसकैमा पुग्ने मारेर कुट्न बाँड्ने गाली फेरि यति आउँछ नि अर्कोचोटि उसमा मरिन बिच जानुपर्छ कि बिचमा नआउन मस्तै मजा आउँछ कि यार बरु गरी पनि बढ्दै होइन गरीमा दामी मजा आउँछ क्या आमा नेक्स्ट टाइम चाहिँ यस्तो बिचतिर प्लान गरौँ क्या बरु यही हाम्रो यही किनेको भए त पेट भरिन रहेछ है म अब सुर्ती खाउँछु सुर्ती खाएर फुर्ती लगाएर अब रुम जानु यस्तो कुरा खानु भने फ्याक्ने कहाँ हो तर फ्याक्ने कहाँ यसलाई उता डस्ट छ नि कति पऱ्यो यसलाई 10 रुपियाँ पऱ्यो जो आते 10 रुपियाँ कमाएको ल अब जानुपर्छ है रुम दिएन किन बस्ने ठाउँ उता बस्ने ठाउँ उहाँ रहेछ उता रहेछ बस्ने ठाउँ यार जाम कुरा फ्याँकेर आउँछन् पानी छैन यार बिचारा यार फ्याँक्न पनि छ उसमा झोलामा हाले है
तर यो डुअल चाहिँ अगाडि पछाडिको आएको राम्रो के पिरो भयो है धेरै ओठ खानु भयो कि मा तपाईँले यार धेरै ओठ खाएर हो कि करो लाग्यो खाऊ जो खाएर करो लाग्यो धेरै हट ओठ खानु हुन्न है केटा हो यो अगाडि टक्कै देख्नु यो मेट ओ के देखेन म आँखाले यार चम्किरहेको क्या ल म पनि भिडियो बनाइदिन्छु यहाँबाट राम्रो आउँछ कि यहाँबाट है तर यहाँ चाहिँ हामी आएपछि खासै जति गए पनि जहाँ हिँडे पनि नेपाली त भेटिन्छ क्या अरू ठाउँमा गयो भने त अरू नेपाली भेट्न अलिक गाह्रो होला बट यहाँ चाहिँ नेपालीहरू सिगर भेटिन्छ क्या यहाँबाट ससुराले भन्नु खुर्सानी टोक्नु भयो क्या म त खुर्सानीबाट पनि टोकिने यार प्याज बुझाउने हो क्या आमा उता गएर बसौँ है त्यहाँ पनि भेरिफिकेसन लगाएको क्या यार जहाँ थियो त्यहाँ भेरिफिकेसन लगाएको यार यहाँ पनि रोकियो यार सिक्युरिटीलाई किन हो जान्दिनँ यहाँ पनि यहाँ पनि रोकियो के यता पनि रोकियो के यहाँ जाँदैन यार बिचमा यार जाम फर्किम है के गर्ने हो काम छैन अब यहाँ जाम यसो झरम बस्छु म तल होला स्टेसन अलगुबई बा हाम्रो यो बर्दुबई 24 नम्बर मेट्रो कोही पनि बर्दुबई आउने भने 24 नम्बर ग्रिन लाइनमा आउँदा हुन्छ है यहाँ माथि हुन्छ है अलगुबईको स्टेसन मैले अल्छी लाग्यो गएर के गर्ने हो रुममा सुत्ने त होला नि अलिक अरू यसो गर्ने कि रुममा जाने रुममा यदि अरू यदि बसिदिने कि अलिकति 1-2 घन्टा केटाकेले पकाएर भ्याएपछि बल्ल जाने कि छिर्ने कि नि गाह्रो छ या अगाडि न एकजना अगाडि एकजना पछाडि दामी आमा तपाईँको दामी कैसे बाजी ठीक हो किधर से हो भाई अमृतसर से गोल्डन टेम्पल अरे हम यहाँ है मेट्रो स्टेसनबाट जाने खै कार्ड कहाँ मेरो कार्ड यहीँ रहेछ यार ट्याप गऱ्यो भने बल्ल हाम्रो यो कार्ड हुनुपर्छ कि अरूसँग यो कार्ड यो नोल कार्ड भन्छ यसलाई कता वासरुम यता होइन ए यता रहेछ कि जाम अवस्था हाम्रो केटाको फेरि के भन्छ कार्डमा ब्यालेन्स सकिएछ इदी सलाद अब फेरि टेम्पोरेरी कार्ड लिनु पर्ने भयो के अब त्यो कार्ड फेरि यदि एन्ट्री मात्रै गर्न मिल्छ अनि उहाँ चाहिँ फ्याँकिदिने हो पैसै सकेछ या त डबल ट्याप गरेर झ्याउ लाग्ने यताबाट है यताबाट ए यार केटालाई सम्झाउनै गाह्रो छ यताबाट आऊ के यिनीहरूलाई बुझाउनु पनि गाह्रो छ यार कता गएको यताबाट आऊ न यताबाट आऊ आना आऊ तिमीलाई लामो तिम्रो त डबल सिट चेक गऱ्यौँ नि हामीले त्यहाँ बसमा त्यसले गर्दा उस भएको केटाहरू त वासरुममा खाऊँ होला यार तिमीहरू त्यहाँ उस भयो क्या यिनको कार्डै उस भएछ सकिएछ के ब्यालेन्स सकिएछ ब्यालेन्स लो भएछ के भयो अब के हुने हो अब अर्को यो टेम्पोरेरी कार्ड लिएको त्यो खुला दियो होला नि 10 दिनमै लियो ल्याङ यार यस्तो भएपछि यस्तै खै अरू केटाहरू हाम्रा अब जाम यार अब जानुपर्छ लगाइ आजको ब्लग भिडियो यहीँ सकिँदैछ है हामी बर्दुबई घुमियो हाम्रो लास्टमा चाहिँ यो काण्ड यता भयो है खै कार्ड देखाइदिन्छ 10 दिरमको यो लिनु पर्यो खर्च घुम्न आएपछि खर्चै खर्च हुन्छ हजुरले हेर्न सक्नुहुन्छ हजुरको नाता सम्बन्धी कोही हुन्छ भने खोज्दा हुन्छ यहाँ मजाले खोज्नु है ल आजको यहीँ सकियो हाम्रो भिडियो धन्यवाद के गर्नु आएर
सरी ल धन्यवाद है